तपाईँ अहिले यो भिडियो हेर्दै हुनुहुन्छ, तर तपाईँको दिमागमा एउटै कुरा घुमिरहेको छ। ऋण कसरी तिर्ने? स्यालेरी आउँछ, केही दिन राम्रो लाग्छ, त्यसपछि इएमआई, भाडा, ई-सेवा नोटिफिकेसन, फोनको बिल, घरको खर्च, साथीको सापटी, एन्ड सडनली महिनाको बीचमै अकाउन्ट लगभग खाली। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो थाहा छ? तपाईँ अल्छी हुनुहुन्न, तपाईँ अक्षम पनि हुनुहुन्न। धेरै मानिसलाई पैसा व्यवस्थापन गर्ने व्यावहारिक सिप कहिल्यै सिकाइँदैन। विद्यालयले सूत्र सिकायो, कलेजले डिग्री दियो, तर व्यक्तिगत वित्तको आधारभूत कुरा धेरैले सिक्ने मौका पाउँदैनन्। त्यसैले आजको भिडियोमा म तपाईलाई देखाउनेछु ऋण कम गर्न र वित्तीय नियन्त्रण बढाउन मद्दत गर्ने 9वटा व्यावहारिक चरणहरू। नक्कली छोटो बाटो होइन, रातारात धनी बन्ने बाचा होइन। यो हो नेपाली यथार्थ अनुसार अपनाउन सकिने व्यावहारिक प्रणाली। अन्तसम्म हेर्नुहोस्, किनभने पछिल्ला चरणहरूले खर्च गर्ने बानी र भविष्यको वित्तीय योजना दुवै सुधार्न मद्दत गर्न सक्छ। नेपालमा धेरै मानिस गरिब भएर मात्र तनावमा छैनन्, अव्यवस्थित वित्तीय जीवन भएर तनावमा छन्। रु 30,000 कमाउनेलाई पनि स्ट्रेस छ, रु 1 लाख कमाउनेलाई पनि स्ट्रेस छ। किनकि आय बढ्यो तर वित्तीय बानी बदलिन सकेन। तलब बढ्यो, खर्च बढ्यो, जीवनशैली बढ्यो, ऋण बढ्यो, तर स्वतन्त्रता कहिले आएन। कतिपय मानिस राति सुत्नु अघि ब्याङ्क ब्यालेन्स चेक गर्छन् र चिन्ता लिएर सुत्छन्। फोनमा अननोन नम्बर आयो भने लोनको कल होला कि भनेर डर लाग्छ। बाहिरबाट हाँसिरहेका हुन्छन्, भित्रबाट फाइनेन्शियली एक्जस्टेड। यदि यो तपाईँलाई रिलेटेबल लागिरहेको छ भने आजको भिडियो तपाईँका लागि हो। र एउटा महत्त्वपूर्ण कुरा, यो तपाईँ लेजी भएर होइन, यो तपाईँ इन्केपेबल भएर पनि होइन। धेरै मानिसलाई पैसा म्यानेज गर्ने प्र्याक्टिकल तरिका कहिल्यै सिकाइँदैन। त्यसैले अब क्वेश्चन यो होइन किन समस्या भयो, क्वेश्चन यो हो अब बाहिर कसरी निस्किने। त्यसैले सुरु गरौँ पहिलो बेबी कदमबाट। चरण 1, सबैभन्दा पहिले रु 1 लाखको आपतकालीन कोष बनाउनुस्। किनकि नेपाली मध्यम वर्गलाई गरिब बनाउने सबैभन्दा ठूलो कारण आय होइन, आपतकालीन हो। सोच्छौं एक दिन सब ठीक हुन्छ, अर्को दिन बाइक बिग्रिन्छ, अस्पताल जानुपर्छ, घरमा अचानक खर्च आउँछ, अनि बुम, सबै योजना यहीँ ढल्छ। ऋण सुरु हुन्छ, उधारो सुरु हुन्छ, ऋणको चक्र सुरु हुन्छ। त्यसैले पहिलो लक्ष्य ठूलो बनाउनु पर्दैन। पहिले सुरु गर्नुस् रु 10,000बाट। छुट्टै खाता, छुट्टै पैसा, छुट्टै सुरक्षा तह। ध्यान दिनुस्, यो पैसा लगानी होइन, देखावटी होइन, जीवनशैली सुधार होइन। यो हो आपतकालीन ढाल। अब एउटा नियम सुन्नुस्, यो पैसा छुन मिल्दैन जबसम्म वास्तविक आपतकालीन अवस्था हुँदैन। सेल देखेर होइन, चाहनाले होइन, योजना बिग्रेर होइन, केवल वास्तविक आपतकालीन अवस्थामा मात्र। रकम सानो लाग्न सक्छ, तर यो 10,000ले तपाईलाई पैसा बचाउने होइन, पैसा नियन्त्रण गर्ने मानसिकता दिन्छ। किनकि पहिलो जित पैसा होइन, अनुशासन हो। सुन्नमा बोरिङ लाग्छ? हो, तर याद राख्नुस्, वित्तीय स्वतन्त्रता आकर्षक विचारहरूबाट सुरु हुँदैन। यो सुरु हुन्छ बोरिङ तर निरन्तर बानीहरूबाट। त्यसैले पहिलो कदम सरल छ। पहिले ढाल बनाउनुहोस्, त्यसपछि मात्र अर्को चरण। चरण 2, जिरो बेस्ड बजेट। पैसा आउनु अघि नै तय गर्नुहोस्। बजेट यो शब्द सुन्दा धेरैलाई लाग्छ म त कमाउँछु, हिसाब राख्नु पर्दैन, तर त्यो सोच गलत हो। बजेटले पैसा बढाउँदैन, तर बजेटले एउटा कुरा देखाउँछ, तपाईको पैसा कहाँ हराइरहेको छ। र जब तपाईलाई थाहा हुन्छ, त्यसपछि मात्र नियन्त्रण आउँछ। एकजना मानिसले भनेका थिए, म त कमै कमाउँछु त्यसैले बस्दैन। तर जब उनले आफ्नो खर्च लेख्न सुरु गरे, उनी आफै छक्क परे। महिनामा पैसा यस्तो ठाउँमा गइरहेको रहेछ, खाना अर्डरमा धेरै खर्च, अनलाइन किनमेलमा अनावश्यक खर्च, र केही खर्च त यस्तो थियो जुन उनलाई यादै थिएन। समस्या कमाइ थिएन, समस्या पैसा चुहावट थियो। नियम धेरै गाह्रो छैन। तलब आउनु अघि नै पैसा बाँड्नुहोस्। घर भाडा छुट्याउनुहोस्, खाना छुट्याउनुहोस्, यातायात छुट्याउनुहोस्, बचत छुट्याउनुहोस्। हरेक पैसालाई एउटा काम दिनुहोस्। अब ध्यान दिनुस्, महिनाको अन्त्यमा पैसा बाँकी रह्यो भने होइन, महिनाको सुरुमा नै योजना बनाउनुपर्छ। मानौ तलब रु 40,000 छ, घर भाडा 10,000, खाना 7,000, यातायात 3,000, बचत 5,000,
बिमा 1000। अब बाँकी पैसाको पनि योजना बनाउनुहोस्। एक पैसा पनि बिना काम नछोड्नुहोस्। यसलाई नै जिरो बेस्ड बजेट भनिन्छ। यसको अर्थ हो तपाईँको कमाईको प्रत्येक रुपैयाँ पहिले नै योजना हुन्छ। अनियन्त्रित खर्च हुँदैन। बजेट नभएको मान्छे कमाइरहेको हुन्छ तर हराइरहेको पनि हुन्छ। बजेट भएको मान्छे रियाक्ट गर्दैन, लिड गर्छ। चरण 3, ऋण स्नोबल, सानो ऋणबाट मुक्ति। अब ऋणको कुरा गरौँ। धेरै मानिसको वित्तीय समस्या यहीँ अड्किन्छ। ऋण किन खतरनाक हुन्छ? किनकि यसले भविष्यको पैसा आज नै खर्च गराउँछ। क्रेडिट कार्डको बिल, साथीको उधारो, व्यक्तिगत ऋण वा किस्ता, यी सबैले दबाव बढाउँछ। त्यसैले एउटा सरल तरिका छ। यसलाई भनिन्छ ऋण स्नोबल विधि। यसमा तपाईँले सबैभन्दा पहिले सबैभन्दा सानो ऋण पहिले तिर्नुहुन्छ। अरू सबै ऋणमा केवल न्यूनतम भुक्तानी मात्र गर्नुहोस्। जब सानो ऋण सकिन्छ, त्यो तिर्ने पैसा अर्को ऋणमा थपिन्छ। जसरी हिउँको सानो गोलो लड्दै जाँदा ठूलो हुँदै जान्छ, त्यसरी नै तपाईँको पेमेन्ट पनि बढ्दै जान्छ र गति बढ्दै जान्छ। हो, यो सधैँ गणितीय हिसाबले पर्फेक्ट हुँदैन, किनकि कहिलेकाहीँ ठूलो इन्ट्रेस्ट भएको लोन पहिले तिर्नु राम्रो देखिन्छ। तर जीवनमा एउटा कुरा धेरै महत्त्वपूर्ण हुन्छ, त्यो हो मनोविज्ञान। किनकि सानो जितले तपाईँलाई कन्फिडेन्स दिन्छ। कन्फिडेन्स आउँछ भने तपाईँ रोकिँदैन। मोटिभेसन बढ्छ र मोटिभेसन बिना कुनै फाइनान्सियल प्लान लामो समय टिक्दैन। पहिले सानो जित लिनुस्, त्यसपछि लगातार अगाडि बढ्नुस्। सानो जितले कन्फिडेन्स बनाउँछ र कन्फिडेन्सले डेट पोड्न मद्दत गर्छ। अब आउने स्टेप धेरै मानिस स्किप गर्छन्, तर फाइनान्शियली सिक्योर मान्छे र कन्स्टेन्टली स्ट्रेस्ड मान्छेको बिगेस्ट डिफरेन्स यही हो। चरण 4 पूर्ण आपतकालीन कोषकी 3 देखि 6 महिनाको। अब तपाईँ एउटा राम्रो अवस्थामा आइपुग्नु भएको छ। पहिलेको कर्जा घट्न सुरु भयो। अब अर्को महत्त्वपूर्ण कदम, आपतकालीन कोषलाई अझ बलियो बनाउने। पहिले एउटा कुरा सम्झनुस्, कर्जा सकियो, ठिक छ। अब एकछिन शान्त भएर सास लिनुस्। गहिरो सास लिनुस् र अलि राहत महसुस गर्नुस्। अब तपाईँलाई एउटा वित्तीय सुरक्षा चाहियो। यसलाई भनिन्छ पूर्ण आपतकालीन कोष। यदि तपाईँको महिनाको खर्च रु 30,000 छ भने तपाईँले कम्तीमा 3 देखि 6 महिनाको खर्च छुट्याउनुपर्छ। त्यो हुन्छ रु 90,000 देखि रु 1,80,000। किन चाहिन्छ? किनभने जीवनमा कुनै कुरा निश्चित हुँदैन। आज जागिर छ, भोलि कम्पनी बन्द हुन सक्छ। आज स्वास्थ्य ठिक छ, भोलि अचानक अस्पताल जानुपर्ने हुन सक्छ। आज सबै ठिक छ, तर अचानक समस्या आउन सक्छ। आपतकालीन कोष भएको मान्छे डरमा निर्णय लिँदैन, तनावमा ऋण लिँदैन र दबावमा गलत वित्तीय निर्णय गर्दैन। यो पैसा तपाईँको सुरक्षा कवच हो, जसले तपाईँलाई कठिन समयमा बचाउँछ। यो पैसा घरमा राख्नु हुँदैन, ब्याङ्कमा राख्नु राम्रो हुन्छ। निश्चित निक्षेप जस्तो ठाउँमा राख्न सक्नुहुन्छ, किनभने त्यहाँ सुरक्षित हुन्छ र सानो ब्याज पनि आउँछ। आपतकालीन कोष भनेको खर्च गर्नको लागि होइन, यो पैसा तपाईँलाई सुरक्षित राख्नको लागि हो। जब तपाईँको जीवनमा समस्या आउँछ, यो पैसा तपाईँको ढाल बन्छ। स्टेप 5, रिटायरमेन्टमा 15% लगानी। समय नै सबैभन्दा ठूलो एसेट। धेरै मानिसले एउटा कुरा भन्छन्, अहिले त जवान छु, बचत र लगानी पछि गरौँला। तर यही सोचले धेरै मानिसलाई पछि समस्या दिन्छ। लगानीमा सबैभन्दा महत्त्वपूर्ण कुरा धेरै पैसा होइन, समय हो। मानौ 2 जना साथी छन्। पहिलोले 25 वर्षको उमेरदेखि हरेक महिना थोरै रकम बचत र लगानी गर्न सुरु गर्छ। दोस्रोले सोच्छ, अहिले समय छ, पछि गरौँला, र 10 वर्षपछि मात्र सुरु गर्छ। दुवैले पछि पैसा बचत गर्छन्, तर जसले चाँडै सुरु गर्यो उसको पैसा धेरै बढ्छ। किन? किनकि समयसँगै पैसा बढ्दै जान्छ र त्यो वृद्धि फेरि बढ्दै जान्छ। त्यसैले सानो रकमलाई पनि हल्का नसम्झनुस्। सानो रकम प्लस लामो समय, यो कम्बिनेसन धेरै शक्तिशाली हुन्छ। नेपालमा पनि अहिले धेरै विकल्प छन्, जस्तै म्युचुअल फन्ड, सिआइटी वा दीर्घकालीन बचत योजना। तपाईँले कमाईको एउटा भाग भविष्यको लागि छुट्याउन सुरु गर्न सक्नुहुन्छ। धेरै भए राम्रो, तर थोरैबाट सुरु गर्नु पनि महत्त्वपूर्ण हो। पर्फेक्ट समय पर्खिनु हुँदैन, किनकि भविष्यको तयारी आजबाट सुरु हुन्छ। याद राख्नुस्, समय पैसाभन्दा पनि ठूलो शक्ति हो। स्टेप 6,
बच्चाको भविष्यको तयारी आजैबाट। तपाईँको बच्चा छ वा भविष्यमा बच्चा हुने योजना छ? एकपटु सोच्नुहोस्, भोलिका दिनमा उनीहरूको पढाइको खर्च कति होला? स्कुल फी, कलेज, इन्जिनियरिङ, एमबिबिएस वा विदेशमा पढाइ। नेपालमा शिक्षा अहिले पनि सस्तो छैन र हरेक वर्ष खर्च बढिरहेको छ। त्यसैले एउटा राम्रो बानी आजै सुरु गर्नुहोस्। बच्चाको भविष्यको लागि छुट्टै बचत राख्नुहोस्। धेरै पैसा चाहिँदैन सुरुमा। हरेक महिना थोरै भए पनि नियमित रूपमा बचत गर्नुहोस्, किनकि 15-18 वर्ष लामो समय हो र लामो समयमा सानो रकम पनि ठूलो सहयोग बन्न सक्छ। धेरै आमाबुवाले एउटा कुरा भोग्नु भएको छ, बच्चा ठूलो भएपछि पढाइको खर्च जुटाउन लोन लिनुपर्ने अवस्था। र त्यहीँबाट फेरि फाइनान्शियल प्रेसर सुरु हुन्छ। यदि तयारी पहिलेबाट भयो भने निर्णय सजिलो हुन्छ, तनाव कम हुन्छ। तपाईले जीवनमा धेरै स्ट्रगल गर्नुभयो होला, तर हरेक आमाबुवाको इच्छा एउटै हुन्छ, बच्चाले आफूभन्दा राम्रो अवसर पाओस्। बच्चालाई केवल पैसा होइन, अवसर दिनु महत्त्वपूर्ण हुन्छ र त्यो अवसरको तयारी आजबाट सुरु हुन्छ। सानो बचतले पनि भोलिको ठूलो तनाव घटाउन सक्छ। स्टेप 7, घरको ऋण सकेसम्म छिटो घटाउनुहोस्। घर धेरै नेपालीको जीवनको सबैभन्दा ठूलो सपना। तर यही सपना धेरै वर्षको आर्थिक दबाव पनि बन्न सक्छ। धेरै मानिसले भन्छन् घरको लोन त सामान्य हो। घर किन्न धेरैलाई लोन चाहिन्छ, तर एउटा कुरा बुझ्न जरुरी छ। लोन भनेको तपाईले घरको मूल्य मात्र तिर्नु होइन, ब्याज पनि तिर्नु हो। मानौ तपाईले 50 लाखको होम लोन लिनुभयो र धेरै वर्षसम्म इएमआई तिर्नुभयो भने अन्तिममा तिरेको कुल रकम घरको मूल्यभन्दा धेरै हुन सक्छ। त्यसैले लोन जति लामो हुन्छ त्यति धेरै ब्याज तिर्नुपर्छ। त्यसैले यदि तपाईको इमर्जेन्सी फन्ड तयार छ र अरू ठूलो कर्जा छैन भने अतिरिक्त आएको पैसा लोन घटाउन प्रयोग गर्न सक्नुहुन्छ। जस्तै बोनस आयो, साइड इन्कम आयो वा कुनै एक्स्ट्रा अर्निङ भयो। त्यो पैसा पुरै खर्च नगरी लोनमा केही थप्नुहोस्, किनकि लोन कम हुँदै जाँदा दबाव पनि कम हुँदै जान्छ र एक दिन त्यो घर साँच्चीकै आफ्नो महसुस हुन्छ। घर ठूलो हुनु मात्र महत्त्वपूर्ण हुँदैन, मन शान्त हुनु पनि अत्याधिक महत्त्वपूर्ण हुन्छ र फाइनान्शियल फ्रिडमको फिलिङ इएमआईको दबाव घट्दै जाँदा अझ स्पष्ट महसुस हुन्छ। स्टेप 8, एउटा मात्र कमाईमा नभर पर्नुस्। अब एउटा यस्तो कदम जसले धेरै मानिसको आर्थिक सोच नै बदल्न सक्छ। नेपालमा आज धेरै मानिसको समस्या एउटै छ, खर्च बढिरहेको छ, तर तलब त्यति छिटो बढिरहेको छैन। घर भाडा बढ्छ, खाना महँगो हुन्छ, बच्चाको खर्च बढ्छ, तर महिनाको तलब उही जस्तो लाग्छ। त्यसैले आजको समयमा एउटा मात्र कमाईमा भर पर्नु जोखिमपूर्ण हुन सक्छ। धेरै आर्थिक रूपमा बलिया मानिसहरूसँग कमाईको एउटा मात्र बाटो हुँदैन। उनीहरूसँग धेरै साना साना इन्कम सोर्सेस हुन्छन्। अब प्रश्न आउँछ, नेपालमा के गर्न सकिन्छ? धेरै कुरा गर्न सकिन्छ। जस्तै सिप सिकाएर अनलाइन क्लास लिन सकिन्छ, ग्राफिक डिजाइन गर्न सकिन्छ, फोटोग्राफी गर्न सकिन्छ, फ्रिल्यान्सिङ गर्न सकिन्छ। कतिपयले घरबाट खाना बनाएर डेलिभरी पनि गरिरहेका छन्। कतिपयले युट्युब, फेसबुक वा डिजिटल कन्टेन्टबाट पनि कमाई गरिरहेका छन्। तर एउटा गल्ती नगर्नुस्, जागिर छोडेर हतारमा नयाँ काम सुरु नगर्नुस्। पहिले सानो रूपमा सुरु गर्नुस्, पार्ट टाइम, विकेन्डमा वा स्पेयर टाइममा। बिस्तारै सिप बढ्दै जान्छ, अनुभव बढ्दै जान्छ र कन्फिडेन्स पनि बढ्छ। साइड इन्कम भनेको ओभरनाइट रिच भन्ने सर्टकट होइन। यो भनेको आफ्नो जीवनलाई अलि सुरक्षित बनाउने अर्को आधार हो। धेरै मानिस एउटा गल्ती गर्छन्, उनीहरू पर्फेक्ट टाइम पर्खिन्छन्। तर धेरैजसो अवस्थामा सुरु गरेपछि मात्रै सही समय जस्तो महसुस हुन्छ। सानोबाट सुरु गर्नुस्, तर सुरु भने अवश्य गर्नुस्। स्टेप 9, पैसा कमाउने मात्रै होइन, जीवन बनाउने। अब अन्तिम कदम र सायद सबैभन्दा महत्त्वपूर्ण। जब तपाईको कर्जा कम हुन्छ, इमर्जेन्सी फन्ड तयार हुन्छ, घरको दबाव घट्दै जान्छ र कमाईको बाटो पनि बढ्न थाल्छ, त्यसपछि पैसालाई केवल खर्च गर्ने होइन,
बढाउने सोच बनाउनुपर्छ। धेरै मानिस पैसा कमाउँछन् तर सम्पत्ति बनाउँदैनन्। सम्पत्ति भनेको समयसँगै भ्याल्यु बढ्ने कुरा, जस्तै दीर्घकालीन बचत, लगानी, सानो बिजनेस, जग्गा वा आफूले राम्रोसँग बुझेको कुनै काम। तर याद राख्नुस्, नबुझेको ठाउँमा पैसा हाल्नु बुद्धिमानी होइन। अरूले गरेको देखेर हतारमा डिसिजन लिनु हुँदैन। र एउटा कुरा, जीवन केवल पैसा जम्मा गर्ने नाम होइन। यदि तपाईँ सक्षम हुनुहुन्छ भने परिवारलाई सहयोग गर्नुस्, आफ्नो समुदायलाई सहयोग गर्नुस्, जरुरत परेकालाई साथ दिनुस्, किनकि फाइनान्शियल फ्रिडमको अर्थ केवल धनी हुनु होइन। यसको अर्थ हो पैसाको तनावले तपाईँलाई चलाउने होइन, तपाईँले आफ्नो जीवन शान्त रूपमा चलाउन सक्नु। जब पैसा तपाईँको मालिक हुँदैन र तपाईँ पैसाको डरमा बाँच्न छोड्नुहुन्छ, त्यहीँबाट साँच्चीकै स्वतन्त्रता सुरु हुन्छ। अन्तमा नेपाल स्पेसिफिक 4वटा चेतावनी। यी नसुन्यो भने माथिका 9 चरणहरू बेकार हुन सक्छन्। चेतावनी 1, चिट फन्ड र पिरामिड स्किम। महिनामा दोब्बर पैसा, ग्यारेन्टिड रिटर्न, सीमित समय मात्र। यो झुट हो। नेपालमा यस्ता योजनाहरूबाट लाखौं गुमाएका छन्, परिवार टुटेका छन्, जीवन बर्बाद भएका छन्। कसैले ग्यारेन्टी दिन्छ, भाग्नुहोस्। साँचो लगानीमा ग्यारेन्टी हुँदैन। चेतावनी 2, हट टिप शेयर मार्केट। यो शेयर किन्नुस् पक्का बढ्छ, इन्साइडर इन्फर्मेसन छ। अनुसन्धान बिना नेप्सेमा लगाउनु जुवा हो। बुझेर मात्र लगाउनुहोस्, नबुझी नलगाउनुहोस्। चेतावनी 3, जीवन बिमा लगानी होइन। टर्म इन्स्योरेन्स सस्तो, बलियो सुरक्षा। एन्डाउमेन्ट प्लान धेरैजसो तपाईँलाई होइन, एजेन्टलाई फाइदा। बिमा छुट्टै, लगानी छुट्टै, दुवै मिसाउनु हुन्न। चेतावनी 4, साथीले भन्यो भन्दैमा। साथीले भन्यो यो बिजनेस राम्रो छ, फेसबुकमा देखे यो स्किम चलेको छ। आफ्नो वित्तीय निर्णय आफ्नै अनुसन्धानको आधारमा, इमोसनमा होइन, फोमोमा होइन, एभिडेन्समा। तपाईँले आज 9वटा स्टेप सिक्नुभयो, तर सिक्नु र गर्नु फरक कुरा हो। आज अहिले नै एउटा सानो काम गर्नुस्। कागज निकाल्नुस्, आफ्नो मन्थली खर्च लेख्नुस्, कहाँ पैसा गइरहेको छ हेर्नुस्। त्यो एउटा कदम तपाईँको जिन्दगी बदल्न सुरु गर्छ। धनी हुन जन्मिनु पर्दैन, धनी बन्न सिक्नुपर्छ। र तपाईँले आज सिक्न सुरु गर्नुभयो। यो भिडियो हेल्पफुल लाग्यो भने लाइक गर्नुस्, यसले यो कन्टेन्ट अरू मान्छेसम्म पुग्छ। एउटा साथीलाई शेयर गर्नुस् जसलाई यो अहिले साँच्चीकै चाहिएको छ। आर्थिक आवाज 2.0 लाई सब्स्क्राइब गर्नुस् र बेल थिच्नुस् यस्तै नेपाली फाइनान्शियल कन्टेन्टको लागि। कमेन्टमा लेख्नुस् म अहिले स्टेपमा छु, म सबैको रिप्लाई पढ्छु। भेटौँला अर्को भिडियोमा।